भाइ ओइ साच्ची हो कहाँबाट हो भाइ हो माछिका साँच्चीकैको हो तिमीहरू कहाँबाट हो तिमीहरू होइन होला ल मेहनतको चाहिँ काम लाग्यो है मेहनत केटाहरू सबले ताली 3टा ल्यापटप ताली 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 केटाहरूलाई ताली भएन फुलन ताली हो 3टा ल्यापटप फुलन ताली हो क्या नसकिन्जेल ताली हो 3टा ल्यापटपबाट आउने केटाहरू साउट आउट केटाहरूलाई साउट आउट बस्न ताली सक्यो चिक्ने कहाँबाट हो केटाहरू तिमीहरू हामी अहिले त काठमाडौँदेखि हो दाइ ढाका टोपीमा बसेको छ त तिमीहरूले यार कति प्लस पोइन्ट पाउँछ एउटै मन छ कतिचोटि चिच्छौ ल्यापटपमा 3-3टा गरेर आएको भन्छ जापानिज दाइ भनेर खुसी भएर चिच्याएको छ यता ढाका टोपी पनि लगाइरहेछ अब के एउटाले ऱ्याप पनि हान्दैन नि त एउटाले ऱ्याप पनि लु के हो च्यालेन्ज भन्नु नि च्यालेन्ज आजको च्यालेन्ज आज के जोत्न कुट्दै के छेउको लागि यतिकै के छ त के जोक्सहरू भन्ने के मनोरञ्जन तर फेरि कसले भर्खर जोक्स भनेको थियो म भन्छु ल एउटा जोक तर यस्तो हो त फेरि त्यो जोक्स भन्दाखेरि फेरि अक्वर्ड हुने चुप लगाएर हे फेरि एकचोटि भन् त बुझ्नलाई भन्ने टाइपको चाहिँ फेरि हुनु भएन नि म पिला हानिदिन्छु नि त्यस्तो चाहिँ फेरि दामी जोक्स सबैजना छ ल जोक्स केटा ल सुनिदेऊ तर यो ओरिजिनल चाहिँ हैन है ओके ल अनि एउटा एकादेशमा हैन एउटा किसानको परिवार थियो अरे हैन अनि त्यहाँ चाहिँ एउटा बाउ जेठो छोरा कान्छो छोरा थियो अरे अनि तिनीहरू चाहिँ गरिब थियो अरे अनि तिनीहरूको चाहिँ एउटा मात्र भैँसी थियो अरे अनि त्यसको दुध बेचेर तिनीहरू आफ्नो गुजारा गर्थ्यो अरे अनि एक दिन चाहिँ भैँसी मर्यो अरे तिनीहरूको हैन अनि भैँसी मर्यो अरे अनि सबजना रुयो अरे अनि रुयो अरे अनि तिनीहरूको रुको देखेर एउटा परी आयो अरे क्या एन्जल क्या अनि एन्जलले चाहिँ के भन्यो भन्दाखेरि तिमीहरूको म यो भैँसी जिउँदो बनाइदिन्छु तर तिमीहरूले चाहिँ मसँग सेक्स गर्नुपर्छ अनि म सेटिस्फाई भयो भने चाहिँ तिमीहरूको भैँसी जिउँदो हुन्छ तर म सेटिस्फाई भएन भने जसले मसँग सेक्स गरेको त्यो मर्छ भन्यो अरे त्यसले अनि सुरुमा अब भैँसी त चाहियो होइन भैँसी चाहियो नि त अब भैँसी चाहिएपछि बाउले के भन्यो भन्दाखेरि ल म सेक्स गर्छु योसँग छोराहरू म मऱ्यो भने अब तिमीहरू बस भने अरे होइन अनि बाउले अनि सेक्स गर्यो अरे परिसँग गर्यो अरे अनि एन्जल त सेटिस्फाई नै भएन अब एन्जल सेटिस्फाई भएन होइन अनि बाउ पनि मर्यो होइन अनि ऊ त्यो भैँसी पनि जिउँदो भएन अनि त्यति भएपछि अनि माइलो छोराले जेठो छोरोले ल म सेक्स गर्छु अनि मैले सेटिस्फाई बनाउन सक्यो भने दुईजनालाई जिउँदो बना भन्यो अरे होइन अनि सेक्स गर्यो अरे अनि फेरि सेटिस्फाई भएन अरे अब जेठो छोरो नि मर्यो बाउ नि मर्यो भैँसी नि मर्यो होइन अनि लास्टमा अब कान्छो छोरोको पालो होइन कान्छो छोरोले गर्यो अरे सेक्स गर्यो अरे तिनैजना जिउँदो अनि बाउहरू Canal 2K.1 sent a super chat. DKK 17.00. Roddy die mini chat monopole KO option Kazari Laya. के कसरी सेटिस्फाई गर्यो सोध्यो के सोध्यो अनि सोध्यो अनि के भन्यो त्यसले लास्टमा कान्छो छोरोले सेटिस्फाई गरिदियो नि त अनि दुईटै जिउँदो भयो क्या दुईटै अरे तीनटै जिउँदो भयो भैँसी पनि बाउ पनि जेठो छोरो पनि अनि अहिले कसरी सेटिस्फाई गरिस् हामीले यत्रो हान्दा त यो सेटिस्फाई भएन भन अरे क्या अनि त्यति बेला अनि कान्छो छोरोले मैले मोजी हानेर भैँसी त मारिदिए यो एन्जल के चिज हो सही मैले सही दामी जोक्स दामी अझै मैले बिचमा मोमेन्टम बिगारेँ क्या सोधेर होइन तर दामी जोक्स दामी त्यो त के हो त्यो के अरे भाइ नयाँ माल आएछ कोट निकाल त भने जस्तो खालको टाइपको भयो होइन तिमीहरूलाई थाहा छ त्यो सुनेको छ त्यो हरेक ल्याएर हरेक पुती सुनाउँदाखेरि अनि त्यो होइन यो माल हो यो यहाँको माल हो भन्ने होइन अनि ल्याएर अनि भैँसीको पाडाको कि कुन चाहिँ अनि टिपु ल्याएर अनि सुनाइदिन्छ नि भाइ कोटले त बजारमा नयाँ माल आएछ भनेर दिने हो त्यो भइरहेको केटा तर बोलेर खुसी लाग्यो केटा म मुभन भयो अर्कोमा बोलेर अरे रमाइलो रहेछ